आज हाम्रो घरमा सप्ताहको लागि रेडी गर्दै हुन्छ मन्दिर। हाम्रो घरमा कार्तिकको 13 गते सप्ताह छ। सप्ताहको लागि बुवा ठुलो बुवा अनि सानो बुवा बाबा भएर मन्दिर बनाउँदै हुनुहुन्छ। यो सप्ताहको आयोजक मेरो हजुरआमा हो। उहाँले के गर्ने हो भनेर गफगाफ गर्दै हुनुहुन्छ। आमा, सप्ताहको तयारी के भयो अनि कति दिन छ सप्ताह आउन? कति दिन? 12 गते हो। तयारी के भयो त? मन्दिर बनाउँदैछन् छोराले, बाबाले, नातिनले भिडियो खिचिछन्। सबैजना छोरा बुहारी नातिनी यहीँ बसिया छन्, छोरी छन्। सबैले काम गर्ने भन्दै बसिया छन्। त्यही छ, भगवानले तयारी गराइदिँदै हुनुहुन्छ। सप्ताह किन लगाउँछन्? सप्ताह लगाउने अब हुन्छ, ज्ञान पस्छ। सप्ताह भागवत सुन्न लाउने हो, किन लाउने हो र? मेरो सानो बुवाले उता घाँस काट्दै हुनुहुन्छ। यता बाँस काटेर बाँधेर बार बनाउँदै हुनुहुन्छ, ढोका बनाउँदै हुनुहुन्छ। हाम्रो सप्ताहको 12 गते पूर्वाङ्ग छ र 13 गते कथा भन्ने छ। नारायणीबाट कलश बोक्दै आउनुहुनेछ। हाम्रो मन्दिरको आदि ढोका अनि बाँसहरू चाहिँ बनिसकेको छ। श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको निमन्त्रणा। श्रद्धेय धर्मपरायण भक्त भागवत वृन्द, श्रीयपति भगवान श्रीमन नारायणको दिव्य कृपा, जगद्गुरु श्री शेषावतार श्री भाष्यकार रामानुजाचार्य स्वामीजी एवं पूर्वाचार्यहरूका अनुग्रह र श्री 1008 स्वामी श्री केशवाचार्यज्यूको समुपस्थितिमा कथावाचक श्री स्वामी अनिरुद्धाचार्य महाराज ओम प्रकाश स्वामीजी र उपवाचक श्री दामोदराचार्यज्यूको मुखारविन्दबाट यही कार्तिक 12 गतेबाट 19 गतेसम्म गैंडाकोट 1 आत्रेय चौक पौडेल निवासमा हुन लागेको संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा समुपस्थित भई कथा श्रवण गर्नुहुन हार्दिक निमन्त्रणा गर्दछौं। कार्तिक 12 गते नारायणी नदी किनारबाट कलश यात्रा र सोही दिन पूर्वाङ्ग हुनेछ। दैनिक बिहान 7 बजेदेखि 11 बजेसम्म पाठ पारायण हुनेछ। दैनिक दिउँसो 1 बजेदेखि 5 बजेसम्म कथा वाचन हुनेछ। बेलुका 7:30 बजेदेखि 10 बजेसम्म संगीतमय भजन कीर्तनको आनन्द लिनुहुन हार्दिक अनुरोध गर्दछौं। प्रार्थी नारायण प्रसाद उपाध्याय र भगवती उपाध्याय, चतुर्भुज उपाध्याय र कमला उपाध्याय एवं समस्त पौडेल परिवार। स्थान गैंडाकोट 1 आत्रेय चौक। असमर्थताका लागि सम्पर्क नम्बर 9845870149, 9845530934।
र 9845 081 88। जय रामानुज जय रामानुज जय 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 यतिराज गुरु।